लाङ्गर स्टेटको सबभन्दा ग्रीन सिटी भनेर चिनिन्छ। हराभरा हैन, पुरा कलरफुल फुलहरू पुरा लगाइएको छ। यो सिटीमा पुरै चाहिँ एकदम कलरफुल सिटी रहेछ यो। एन्ड बिल्डिङहरू पनि उता थुप्रै कलरफुल छ। मलेसिया मदानी जुन कि त्यहाँ धेरै मान्छेहरू फोटो खिचिरहेको छन्। एन्ड तपाईको भाइ पनि गएर एउटा फोटो निकाल्छ त्यहाँ गएर। व्हाट्सअप गाइस, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। एन्ड गुड आफ्टरनुन फ्रम स्टेट अफ सेलाङ्गोर। चाहिँ हामी एक्सप्लोर गर्ने छौं द मोस्ट ब्युटीफुल ग्रीन सिटी अफ पुत्रजाया। गाइस, अहिले म आइपुगेछु पुत्रजाया ग्रीन सिटी, जुन कि सेलाङ्गर स्टेटको सबभन्दा ग्रीन सिटी भनेर चिनिन्छ। हराभरा हैन, पुरा कलरफुल फुलहरू पुरा लगाइएको छ। यो सिटीमा पुरै चाहिँ एकदम कलरफुल सिटी रहेछ यो। एन्ड बिल्डिङहरू पनि उता थुप्रै कलरफुल छ। खतरा बिल्डिङहरू यता बनाइएको छ गाइस हैन। एन्ड यो पुत्रजाया सबभन्दा फेमस भनेको पुत्रजाया टाङा हैन। त्यो चाहिँ एकदमै हिस्टोरिकल टाङा रहेछ। म त्यसको बारेमा तपाईहरुलाई यही भिडियोमा बताउँछु। मेरो पछाडि नै रहेछ। अहिले चाहिँ हामी यता गइरहेछौँ। हेरौँ न यता के छ हैन। एन्ड पेडहरू पनि खतरा रहेछ यार। यता यस्तो रुखहरू लगाइएको छ, यस्तो गार्डन पुरा बनाइएको छ। घरहरू पुरा एकदम खतरा। त पनि मस्त बनाइएको छ। यता फोटो तान्नको लागि चाहिँ दामी लाग्छ हैन। यस्तो साच्चीकै पुत्रजाया नै पुरा ग्रीन रहेछ के गाइस। यिनीहरूले साबित गरिदिएको छन् यता कि यो ग्रीन सिटी नै हो। व्हाइट सिटी हैन यो, पुरा ग्रीन। त्यहाँ पछाडिदेखि अगाडिसम्म पुरै ग्रीन। अनि त्यहाँ पनि ग्रीन हैन। त्यो अगाडि चाहिँ मलाई कुनै भवन लागिरहेछ हैन। त्यो पोलिटिक्सहरुको होला। उता चाहिँ जान सायद अलाउड छैन। यो ठाउँको मेन पोइन्ट यहाँको डिजाइन, आर्किटेक्चर एन्ड मस्जिद हेर्न आउँछन्। माथिबाट हेर्दा यस्तो देखिन्छ यो ठाउँ। पुत्रको छोरा जया, त्यही भएर नाम यता राखिएको छ पुत्रजाया। मलेसिया मदानी जुन कि त्यहाँ धेरै मान्छेहरू फोटो खिचिरहेको छन्। एन्ड तपाईको भाइ पनि गएर एउटा फोटो निकाल्छ त्यहाँ गएर। यो मस्जिदमा बिफोर 4 PM भिजिट गर्न पाउँछ फर भिजिटर। टपमा सबभन्दा मलेसियाको झन्डा। अनि त्यसपछि साइडमा पनि झन्डाहरू रहेछन् थुप्रै कन्ट्रीहरूको। यो मस्जिद चाहिँ गाइस 4 बजे PM बन्द भइसकेको छ हैन, भिजिटरहरूको लागि। किनभने अहिले चाहिँ रमजान चलिरहेको छ। सो त्यही भएर मान्छेहरू नमाज पढ्न आउँछन्। त्यही भएर चाहिँ बन्द गरिदिएको रहेछन् अहिले। 4 PM भन्दा पहिला आयो भने सायद भित्र भिजिट गर्न दिन्छन्। अहिले चाहिँ फिलहाल बन्द गरिदिएको छन् उनीहरू। ओके, केही फरक पर्दैन। हामी चाहिँ अगाडि गएर एक्सप्लोर गर्छौँ के छ कस्तो छ। गर्मी चाहिँ ओभर छ गाइस, 39 डिग्री सेल्सियस ओभर छ। यो कुनै कम हैन। यहाँ चाहिँ ठुलो लेकहरू पनि रहेछन् यार। खतरा छ। बोटिङ पनि सायद हुँदो रहेछ। म एकचोटि सोध्छु नि यसलाई। वहाँ उत्रो ठुलो बोट उभिएको छ। एन्ड लास्टमा फेरि वहाँ एउटा छ। म चाहिँ भित्र गएर सोध्छु अगर त बोटिङ हुन्छ भने। लेट्स ट्राई गाइस। यो मेरो पछाडि भएको दोकानबाट मैले चाहिँ यता ट्विस्टर ओरेन्ज जुस किने हैन। यार लास्टमा आउँदो रहेछ यार यता। मलाई अलमोस्ट पऱ्यो 380 हैन। यो अलमोस्ट मेरो दोकानमा चाहिँ हाम्रो मार्केटमा चाहिँ 280 समथिङमा पाइन्छ क्या। यता सब भाडाहरू लिएर आयो, सायद यति महँगो पर्यो होला। त्यो बोटिङ पनि म सोध्न गएको थिएँ। अलमोस्ट 1 पर्सनले 75 रिङ्गिट पर्दो रहेछ हैन। एन्ड जबसम्म त्यो बोट फुल हुँदैन तबसम्म गाडी चाहिँ लाग्दैन रे। सो त्यही भएर चाहिँ म नगएको यार। गाइस, मेरो पछाडि भएको लेक हैन, यसमा चाहिँ ठुलो माछाहरू छन् यार, जस्तै कि सार्क हैन। एन्ड व्हेल माछाहरू धेरै ठुलो छन् यार। यो चाहिँ गहिरो पनि धेरै छ। यो देखि मात्रै रहेछ यहाँसम्म हैन। यो पुरै फैलिएको छ क्या हैन। हो, साँच्चै मजाक गरे हैन। हेलो ब्रदर, हाउ आर यु? ओके। ऊ गएको बुढो चाहिँ मलाई अघि भेटेको थिएन माथि हैन। एन्ड भन्छन् मोबाइल दे, म तेरो फोटो तानिदिन्छु। यसले तान्दे। अनि त्यसपछि अब चाहिँ हामी अर्को एक्सप्लोर गर्छौँ पुत्रजाया टाङा हैन। जुन चाहिँ टाङा भनेको तपाईहरुलाई थाहा छैन भने म बताइदिन्छु। टाङा भनेको सिडी। हामी उता नेपालमा सिडी भन्छौँ, यता चाहिँ सिडीलाई टाङा भनिन्छ हैन। अनि जुन यो महाभवन देखिरहा, construction began in 1997 and was completed in early 1999. The build was first occupied in April 1999. After all the selection of Prime Minister department moved from Kuala Lumpur to Putrajaya. Prime Minister office construction start in 1997, complete in 1999. 1999 मा कब्जा गरिएको थियो प्रधानमन्त्री विभागको सबै खण्डहरू।
त्यसपछि कोलालमपुरदेखि पुत्रजया सारिएको थियो यो अफिस। पुत्रजया स्टेप गाइस हैन, अब चाहिँ उता जानुपर्ने रहेछ। माथि चाहिँ यो अब चाहिँ उता हरियो हुन्छ हैन, त्यसपछि बल्ल म जान पाउँछु। यही ठाउँको कुरा गरिरहेको थिएँ म अघि गाइस हैन, पुत्रजया स्टेप्स हैन। अनि वहाँ चाहिँ ठुलो लोगोमा हाम्रो प्राइम मिनिस्टर अफ मलेसिया। सो गाइस अब म पनि चढ्छु सिडी हैन। अलमोस्ट हाम्रो टाइम यार 8 बजिसकेको छ हैन, अनि मसँग अझै 2 घन्टा टाइम छ। म फटाफट यता चाहिँ एक्सप्लोर गर्छु हैन, अनि तपाईहरुलाई बताउँछु यहाँको कुराहरू हैन। यहाँदेखि वहाँसम्म पुरा माथिसम्म पुरा सिडी हैन। यो सिडीको कुरा गऱ्यो भने अलमोस्ट 250। अगर तपाईहरु यता घुम्न आउन चाहनुहुन्छ भने हैन, सिडी पनि छ चढ्ने, उता चाहिँ बाटो पनि बनाइदिएको छ हैन। पार्कको मुख्य आकर्षक पुत्रजया ल्यान्डमार्क जुन 1995 मा पुत्रजयाको स्थापनासँगै राष्ट्रिय उपलब्धिहरू मनाउन निर्माण गरिएको पहिलो इमारत हो। गाइस यो ठाउँको कुरा गरौँ भने हैन, यहाँको तापमान चाहिँ अलमोस्ट 28 सेल्सियस रहेछ हैन। यति गर्मी भइरह यता हैन, मेरो पसिना आइरह, तपाईहरुले क्यामेरामा देखिरह हैन हैन। अनि म तपाईहरुलाई यता बताउँछु, यता धेरै नै बस्ने ठाउँहरू बनाइएको छ, वाटर पार्क पनि धेरै नै बनाएको छ। उता अगाडि चाहिँ रहेछ गार्डन, उता यसको अगाडि पनि एउटा रहेछ, वहाँ पनि हामी जानेछौँ हैन। त्योभन्दा पहिला हामी चाहिँ अगाडि जान्छौँ। उता रहेको छ टेलिफोन। फोनमा कसरी फोन गरिन्छ, यो पुरानो जमानाको टेलिफोन अहिले पनि यता छ। टेलिफोन छैन हैन। यो ठाउँको नाम हो पुत्रजया परदाना। पुत्रजया, उहाँले सायद यो टेलिफोन युज गर्थेन होला। अगाडि छ पल्स ग्रान्ड होटल, जुन कि हाम्रो होस्टेल त्यसमा छैन गाइस। जुन त्यो अगाडिको ब्रिज देखिरहेछ गाइस हैन, यो राति चाहिँ यति कलरफुल हुन्छ नि। ओके, हाम्रो टाइम आइसक्यो चल्ने 20 सेकेन्ड। अहिले चाहिँ टाइम भइसकेको छ 9:30। एन्ड आजको भिडियो म यहीँ समाप्त गर्छु। भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने च्यानललाई सब्स्क्राइब अनि भिडियोलाई लाइक गर्न नबिर्सनु होला। बाइ बाइ। ल हाम्रो बाँकी छ अहिले 21 सेकेन्ड जाने। ओके।